मायाले यसरी धोका दियो कि लहनाले चुरायो कि अरे कहना क्या चाहते हो Hello guys, welcome to my YouTube channel. हामी चाहिँ सान पहाड चढ्दै छौं उताबाट डाँडा काटेर यहाँको अब यहाँबाट हामी उकालो चढेर त्यो डाँडा काटेर अनि फेरि उता एउटा गुम्बा छ त्यसको छेउमा गएर हामी ब्याक हुने अनि आज चाहिँ हामी एकचोटी पहिला पनि हामी ड्राई फ्रुट भनौं न माथि पहाडमा गएर चटपटे खाएको आज पनि हामी यस्तो ड्राई फ्रुटहरु बोकेर अब फलफुलहरु बोकेर हिँडिरहेका छौं उहाँको ब्यागमा छ त्यता अनि हामी खाना खाएर हिँडेको अहिले त अब भरेतिर त भोक लाग्छ नि त अनि माथि गएर फेरि त्यहाँ माथि बसेर यस्तो ठाउँ छ के कस्तो राम्रो त्यहाँ बसेर हामी यस्तोरी हावा खाँदै नेचुरल हावासँगै खाजा चटपटेहरु नि खाने ड्राई फ्रुट बनेर हिँडेको मेन चाहिँ अब हामी यस्तो मौसम खुल्ने बेला यसो टाइममा सानो हिँड्छौं अनि आज पनि एकदम मौसम एकदम राम्रो छ घाम लागेको छ त्यस्तो जाडो पनि छैन गर्मी पनि छैन त्यसैले हामी पहाड चढ्न हिँडेको है अब यस्तो पहाडको बाटो तपाईहरु नि अलिकति हेर्नुस् हामी अहिले सडकको माथि पुल हो खासमा तर पुल जस्तो देखिँदैन हेर्नुस् त यहाँ सबै त्यो बिरुवाहरु रोपेर यो तल त्यो छ टनल जस्तो टनलको माथि हो यो यहाँबाट फेरि अर्को रोड स्टार्ट अब हाम्रो उकालो सुरु भयो कालु के पनि अत्ते हो 기분이 좋아. 좋아? 여기 보자. 이야기해야지. 기분이 좋아. 기분이 좋아. अनि कस्तो लागिरहेछ तपाईलाई? हरेक वर्ष यसरी बुढीसँग सानमा यसरी त्यो गर्न आउनु पाउँदा हरेक वर्ष भनौं न अनि हामी प्राय के भन्छ गर्मी आउनु अगाडि जाडो हुनु अगाडि मतलब लगभग 2-3 महिनामा आइराख्छ नि त सही कुरा अनि कस्तो लागिरहेछ भन्ने कुरा दामी लागिरहेछ बुढीसँग हिँड्नु पाएछि जापानदेखि कोरे ल्यायो साउसँग बस्न साउलाई पनि रिक्वेस्ट गरेको हामी बुढाबुढीसँगै बस्न चाहन्थे अब के गर्नु नेपालमा बस्न बाध्यता छैन त्यही भएर अहिले सँगै छौं हैन यहाँ चाहिँ उकालो छ यस्तो है यो उकालो त तपाईहरुले पहिलामा सानमा आउने बेला त्यो भिडियोहरुमा नि देख्नु भयो होला है मेरो भिडियोहरु हेर्नु हुने महानुभावहरुले चाहिँ देख्नु भयो होला यो उकालो यो चढ्न नसक्नेले डोरी पनि छ यहाँ यो चाहिँ डोरी समातेर माथि यसरी जान मिल्छ उ यहाँ यसरी गइरहनु भएको छ हाम्रो कालीज्यू काली दाइ घरको कालु ल अन्त सिकेलम दुई जना मात्र यसो अन्ते चकुमान ह ल 5 वटा गीत गाउने सम्म के चर्चट त गाउँछ हामी ल ल सुरु तपाईबाट ल अरे तिमीबाट त्यसो भए त्यो आते पत्ते नुन चते तामाङ गिरी ठुस के पो भन्थे त्यसपछि के पो भन्थे आते पत्ते नुने छाते तामाङ गरी ठुस अनि जो अघि बोल्छ त्यतैपट्टि हुस आइगो एउटा भन्छ नि त भाइ अरे सर के भयो गाउनु त मैले
जेबाट सुरुमा त जेबाट गरे नि भन्दा रे के गर्नु मोहनी लाग्ला है गानेको बोलीले टाढा पाखा छाडाको गीतले अल्झेर बगेर बानी बानी सम्झनेलाई बिर्सनेको प्रीतिले बिर्सनेलाई सम्झनाको प्रीतिले हो कि गीत बिर्स्यो होला ठिक छ ल बडा ल लहनाली हैन बनाऊ अब गाउनु अब नि गीत गाउनु पर्यो तपाईले अलिकति दुई तीनलाई त गाउनु पर्यो त्यसपछि मलाई सपोर्ट गर्ने ल बडा ल ल 10 सिस्टम आएन भने म टिक गर्नु जान्छु है लै बरी लै त्यसपछि के अरे भा गाउँदैछु त फेरि किन बिचमा रोकिहाले टिक टिक 1 टिक टिक 2 टिक टिक 3 लड्के जोबाना टिक गीत चाहिँ आउँछ अब पुरै आउँछ गीतै त्यो गीतै नआएको हो नि त्यो गीत आएको पुरा नआएको भन्नै मिल्दैन लहनाले चुरायो कि बहनाले हो कि तर गीत मिलेन लहनाले जुरायो कि बहनाले भेटायो के दिनजलको सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण छाया ओके ये बड़ा ओके टिक टिक 1 आइगो एकैछिनमा टिक टिक अन गर्ने हैन अहिले ये बार गीत नै छ नि टिक टिक 2 युट्युबमा सर्च लाग्यो टिक टिक 3 यो टिक टिक 4 यो गल्ली यो बाटो यो दुलो यो माटो यही हाम्रो जिन्दगी हो हाँस्नलाई सिकायो बाँच्नलाई सिकायो यही हाम्रो के भन्ने हो भन्थ्यो ला 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 गीत बिर्स्यो तेरो यसलाई गीत मान्दैन है आएछ ओ पाप लाग्यो पाप योबाट गीत के हुन्छ भने यो मन छैन होसमा कदम छैन बसमा तिमी नै मेरो माया तिमी नै मेरो छाया ल गीत आएन अब यहाँबाट तपाईँलाई नि त्यही यो गाउँको छिटो कान्छा मेरो नाउँ काले मेरो नाउँ भनेर आउँदै जाँदै गर्नु है सबैलाई राम राम होला ल म बरायो ओके म कहिले हाँसेको थिएँ मेरो सामु तिमी रुँदा किन त्यसै गाली गर्छौ बाध्यतामा टाढा हुँदा ल बाध्यतामा टाढा हुँदा भयो दबाट अब दमौलीमा गेट अन्तै माया हुँदैन त्यो लोकगीतमा मायालाई छौ कि निर्माया होइन भेट ल के भन्यो फेरि राम्रै भन्नु त दमौलीमा गेट अन्तै माया लाएछौ कि क्या हो घुम्नै छाले भेट आइगो अरे ल मैले मानिदिएँ आज चाहिँ भेट टबाट टबाट गीत के होला र टटरी टट भन्ने गाली टबाट गीत के हुन्छ काला टुली बटुली कति राम्रो पुतली राम्री पनि होइन रे के पनि होइन रे भन्छ काम लाग्ने छैन रे रे जबाट र अब रातो टिका निधारमा टलक्क टल्कियो छातीभित्र मायाको आगो सल्कियो हे बिजुलीको तार तार तार
फुर्सद भए हे हजुर भेटौँ शनिबार ल रबाट रबाट गाउन थालेपछि त रबाटै आउँछ ऋतुहरूमा तिमी हरियाली बसन्त हो नदीहरूमा तिमी हो पवित्र गङ्गा हो ल हाबाट अब यसमा रोक्दिउँ हरियो डर माथि हलो जोते साथी ओहो तारे हो ओहो माले हो ल हाबाट हेलम्बुको बजारमा मै बस याङचिङको मुहारमा तातो पानी खासको बजारमा मै बस कान्छीको मुहारमा के गरौँ मन भयो मेरो दोदरमा माबाट ल माबाट गरौँ अनि इन्डिङ गरौँ ल माबाट मबाट म तपाईँले गाउनुहोस् त्यसपछि हाम्रो आज इन्डिङ गरौँ अब मायाले यसरी धोका दियो कि भनेर भन्नु मिल्दैन यो गीतै होइन खालि अरे बाबा मैले यो अझै तत्काल बनाएको गीत हो नि त यो हुँदैन मायालुको गाउँमा मायालु तिमी कता छौ भन्नु नि मायालु तिमी कता छौ मायालु तिमी कता छौ त्यसपछि आउँदैन मलाई ल आज सक्यो हाम्रो अन्तरश्री हामी यो ठाउँमा हो मैले भनेको यसरी बसेर खाने ठाउँ भएको अनि तलतिर रहेछ त्यो मान्छेहरू खाइरहेको छ हामी अब यहाँ यस्तै बनाएर खानेकै ल सामान निकालौँ काले सिजा खाजा ल ल ल अरू नि छ निकाल्नु त ओके मेन सामान हाम्रो डब्बा यो चाहिँ के हो यतिकै जान्दैन होला बिचमा रहेछ तर यहाँ ठोकेर किला ठाउँ चाहिँ रहेछ मेन सामान आउँछ यो हातले मोल्ने हो नि त यो माथि कहाँ राखेको यता हातले पन्जाले अन्त ढुङ्गा छु नि ल तपाईँ हात पखाल्नु भएन पानीहरू मुछ त हात पखाल्नु नि छुनी कब उठाउँछ होला हावाले एकछिन पेन्सिल लाग्यो हात जान्छ किरिम हैन यहाँ त्यो लडाइ धुलो लाग्न अलिकति मुछ नि वा चल voilà ल अब सिधा यसमा ल्याउँदा त्यो भित्र यो हाल्ने टाउको हाल्ने नाम चाहिँ देऊ के कति ल्याउँछु हुन्छ हुन्छ आमा टान्ने खाइजाने कोर्सन क्याच के भइछ को मागे मागे कसै सबै काटेर भन्नु बेला कस्तो नुन लाग्दैन होला अलिकति चौचौको नुन यहाँ रेडी हुँदैछ हाम्रो चटपटे खै अघिको कप चटपटे अलिक खारे नि त एकछिन उडाउँछ कि हावाले यो मैले चुम्बी गर्न दिएन यसले खान्छ नि भने खाऊ त नुन भयो जस्तो चट्ट मासिस यहाँ हाम्रो ड्रिङ्क ल रेडी भयो हाम्रो चटपटे अब त्यो पन्जा फुकाएर यहाँ हाल्नु
यहाँ हाम्रो चाहिँ फ्रुट्स है यो चाहिँ अब एलिना निकालेको म पहिला चेस्ट गरौँ ल आइरहेछ नि चेस्ट मिठो ल यहाँ राख्यो यो स्ट्यान्ड आज हावाले गर्दा पानी चाहिँ हावाले उडाउन डर लागिरहेछ आउनु बस्नु अब चाहिँ भयो स्ट्यान्ड चेन्ज गर्नुपर्ने भयो यहाँ इच्छनको माले फेरि इमान इच्छन मानाउनु फेरि जाला नि विवेकमानमा इच्छन मान्छ होइन इच्छन मानको मोबाइल त अब 20 वर्षपछि आउँला खोकुमा त हिँड्ने त्यहाँ थिचेर यसले थिचेर झोला थिचाउँला झोला नै ल झोला हालेर पो त्यसो झोला पनि बुढो सबै टास छ होला यार यस्तो बच्चा पनि आएको होइन कस्तो सानो जुना भन्दा सानो यहाँ चाहिँ हाम्रो यो छ अनि खोकुमा या दिएछ है खोकुमा राख्ने अनि फुलतला घरमा बिचरा अब यहीँ बस्ने यो खाएर हाम्रो त्यो बोक्रा त्यसमा हाल्नुपर्छ हालौँ ल खुदे हुन्छ 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 यो फेरि यहाँ फोहोर चाहिँ अहिले हावाले उडाउँछ अरे हाम्रो यहाँ गुलियो पिरो अमिलो सबै छ क्या यो अमिलो भयो होइन यहाँ खाली यहाँ यसो भर्दै गयो फलफुल त यस्तो जङ्गल घुमाएर दर्शन जङ्गलको हावापानी यस्तो सोचेर घरमै लगेर खाने यहाँ पुरा खुल्ला गएर हावा पसेछ यहाँको स्वच्छ हावा आमाको पसेछ त्यो खाना मगाऊ भयो दाजु म त यहाँ नखानु भन्ने छैन नि तिमीले खाने भने सर्ट मात्रै सबै 진짜 너무 맛있다. प्लास्टिक उडाउनु लाग्यो फाइन 잘 먹었어요. 오케이, 백업. 인정이야. 백. हाम्रो आजको पिकनिक कार्यक्रम अब लगभग सकेको घोषणा गर्न चाहन्छु देखे अब हामी यहाँबाट ब्याक टु होम आजको ब्लग चाहिँ यतिसम्मै हो गाइस सो कीप सपोर्टिङ अनि अर्को हप्ता फेरि अर्को ब्लग लिएर आउने छु के भन्नु लाग्नु भयो तपाईले अर्को हप्ता लागि उस गर्नु भनेको अर्को हप्ता फेरि अर्को भिडियो लिएर उपस्थिति हुनेछु त्यतिन्जेलसम्म लाई बिदा माग्छु र तपाईहरु हाम्रो च्यानल पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुस् होला लाइक कमेन्ट अब शेयर पनि गरिदिनुस् है आफ्नो साथीभाइलाई यस्तो सब्स्क्राइब बनाउनु पर्यो मेरो नि तपाईहरुको नि युट्युब छ भने म सब्स्क्राइब गरिदिन्छु कमेन्ट गर्नुस् आजलाई बाइ बाइ
Bye bye Haji. Salam.